भिटामिन डी को यो अन्तिम सिरिजमा हजुरहरुलाई स्वागत छ। हामीले चाहिँ अघिल्लो सिरिजहरुमा चाहिँ भिटामिन डी को कामहरु, भिटामिन डी को कमीको लक्षणहरु, भिटामिन डी को कमीको कारणहरुको बारेमा चाहिँ छलफल गरिसक्यौ। अब यो अन्तिम सिरिजमा चाहिँ भिटामिन डी को कमी भयो भने के कस्तो प्रिभेन्सनहरु गर्न सकिन्छ भनेर चाहिँ छलफल गर्न गइरहेको छौं। भिटामिन डी को कमी भयो भने चाहिँ हामीले चाहिँ यी चारवटा कुराहरुमा चाहिँ ध्यान दिएर चाहिँ यसलाई प्रिभेन्सन गर्न सकिन्छ। नम्बर 1 मा छ हप्तामा 2 देखि 3 पटक, कम्तीमा पनि 2 देखि 3 पटक मजाले घाम ताप्नु पर्यो। घाम ताप्दाखेरि चाहिँ लुगा खोलेर आफ्नो ढाड र आफ्नो छातीलाई चाहिँ एक्सपोज गर्नुपर्छ। नम्बर 2 मा छ आफ्नो ब्यालेन्स डाइटलाई चाहिँ एकदम ध्यान दिनु पर्यो। ब्यालेन्स डाइटमा चाहिँ भिटामिन डी रिच फुडहरु लाइक अन्डा, दूध र माछाहरु चाहिँ डाइटमा सामेल गर्नु पर्यो ब्यालेन्स डाइटमा। नम्बर 3 नम्बरमा चाहिँ भिटामिन डी को छुट्टै सप्लिमेन्ट भनेर आउँछ। भिटामिन डी सप्लिमेन्ट पनि लिन सकिन्छ। नम्बर 3 नम्बर 4 मा चाहिँ माथि भएको कारणहरु लाइक मोटोपन घटाउन सकिन्छ। सनस्क्रिनको ओभर युज भयो सनस्क्रिनलाई थोरै कम गर्न सकिन्छ। लाइक तिनीहरु कारणहरुलाई चाहिँ हटाउनु पर्यो।